नमस्कार सबैमा। नेपाल विद्युत प्राधिकरणको तयारीमा रहनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत छ। आज यस भिडियोमा विद्युत नियमन आयोग ऐन 2074बाट लोकसेवामा सोधिएका विषयगत र वस्तुगत प्रश्नहरू विस्तृत रूपमा अध्ययन गर्दैछौँ। विभिन्न प्रश्नहरू छलफल गर्छौँ। साथै लोकसेवाको एक्जाममा सोधिएका वस्तुगत विषयगत प्रश्नहरू चाहिँ छलफल गर्छौँ। सबैभन्दा पहिले त प्रमाणीकरण तथा प्रकाशित मिति 2074 साल भदौ 19 गते चाहिँ भएको थियो। विद्युत नियमन आयोगको उद्देश्य उल्लेख गर्नुहोस् भनेर सोध्न सक्छ। यसमा भएको पोइन्टहरू चाहिँ लेख्नुपर्ने हुन्छ। विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाए विद्युतको माग र आपूर्ति सन्तुलित कायम राख्न यो चाहिँ रहेको छ। विद्युतको यसमा चाहिँ दुईटा पोइन्ट बनाएर चाहिँ पढ्न सक्नुहुन्छ। एउटामा चाहिँ विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाउन। त्यसैगरी दोस्रो पोइन्टमा चाहिँ विद्युतको माग र आपूर्तिलाई चाहिँ सन्तुलन कायम राख्न। यसरी पढ्दाखेरि तपाईहरुलाई सजिलो हुन्छ। त्यसैगरी तेस्रो पोइन्टमा चाहिँ लेख्न सक्नुहुन्छ विद्युत महसुल नियमन गर्न। अर्को चौथो पोइन्टमा चाहिँ लेख्न सक्नुहुन्छ विद्युत उपभोक्ताको हक र हित संरक्षण गर्न। र अर्को पोइन्टमा लेख्न सक्नुहुन्छ विद्युतको बजारलाई प्रतिस्पर्धात्मक बनाउन तथा विद्युत सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउन विद्युत नियमन आयोगको व्यवस्था भएको। त्यसैगरी अब हामी चाहिँ अन्य विषयवस्तुतर्फ जान्छौँ। यसमा चाहिँ महसुल भन्नाले के बुझिन्छ भनेर महत्त्वपूर्ण रहेको छ। महसुल भन्नाले विद्युत सेवा उपभोग गरे बापत उपभोक्ताले विद्युत अनुमति प्राप्त व्यक्तिलाई बुझाउनु पर्ने विद्युत मूल्य, महसुल, शुल्क तथा अन्य दस्तुर सम्झिनुपर्छ। त्यसैगरी विद्युत भन्नाले के बुझिन्छ भनेर सोध्न सक्छ। विद्युत भन्नाले पानी, खनिज तेल, कोइला, ग्यास, सौर्य, वायु, आणविक, जैविक पदार्थ वा अन्य कुनै स्रोतबाट उत्पादन हुने विद्युत शक्ति अथवा विद्युत सम्झिनुपर्छ। त्यसैगरी अब अन्य अर्को रहेको छ आयोगको गठन। आयोगको गठन चाहिँ देखाए बमोजिम हुन्छ। यो चाहिँ एउटा 5 नम्बरको प्रश्नमा चाहिँ सोध्न सक्ने क्वेसन हो। विद्युत नियमन आयोगको गठन कसरी हुन्छ उल्लेख गर्नुहोस् भनेर सोध्न सक्छ। आयोगको गठन चाहिँ नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा रही काम गरेको वा अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी त्यस्तो विषय सम्बन्धी क्षेत्रमा कम्तीमा 20 वर्ष कार्य अनुभव भएको व्यक्तिमध्ये नेपाल सरकारले चाहिँ नियुक्त गरेको व्यक्ति अध्यक्ष अनि 5वटा सदस्य हुन्छन्। 5वटा सदस्यको चाहिँ क्वालिफिकेसन चाहिँ अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी त्यस्तो विषय सम्बन्धी क्षेत्रमा कम्तीमा 15 वर्ष कार्य अनुभव भएका व्यक्तिहरूमध्ये नेपाल सरकारले नियुक्ति गरेका 4 जना व्यक्तिहरू सदस्य हुनेछन्। यसमा चाहिँ अध्यक्ष र सदस्य नियुक्ति गर्दा कम्तीमा 1 जना महिला सहित समानुपातिक समावेशी सिद्धान्तका आधारमा हुनुपर्नेछ। त्यसैगरी अब अर्को रहेको छ अयोग्यता। जुन विद्युत नियमन आयोगको गठन गर्दाखेरि चाहिँ जसरी जुन सदस्य तथा अध्यक्ष चाहिँ हामीले नियुक्ति गर्छौँ त्यसको लागि देखाएको व्यक्ति चाहिँ योग्य हुने छैन। गैर नेपाल नागरिक, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको, भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसार पसार, लागु औषध कारोबार, सम्पत्ति शुद्धिकरण, राजधानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतनदेखि अन्य फौजदारीको कसुरमा सजाय पाएको व्यक्ति, प्रचलित कानुन बमोजिम कालो सूचीमा परेको वा त्यस्तो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा 3 वर्ष पुरा नभएको, आफू वा आफ्नो एकागरको सदस्य विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारमा संलग्न कुनै कम्पनी वा त्यस्तो कम्पनीको सहायक कम्पनी, फर्म, संस्थाको संस्थापक, व्यवस्थापकीय तह
शेयरधनी वा सञ्चालक, लेखापरीक्षक, सल्लाहकारको हैसियतमा संलग्न रहेको वा त्यस्तो हैसियतबाट अलग भई कम्तीमा 3 वर्ष चाहिँ अवधि व्यतीत भइ नसकेको व्यक्ति, विद्युत उत्पादन, प्रसारण वा व्यापार सम्बन्धी कसुरमा सजाय पाए सजाय भुक्तान गरेको मितिले 3 वर्ष अवधि पुरा नभएको, त्यसै गरी नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्वमा रहेको सङ्गठित संस्था वा अनुमति पत्र प्राप्त व्यक्तिको बहालवाला कर्मचारी पनि हुन पाइएन। त्यसै गरी अर्को रहेको छ साहुको ऋण तिर्न नसकी दामासाइमा परेको, अनि अन्तिममा रहेको छ कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको। अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सरकारले देहाय बमोजिमको समितिको सिफारिसको आधारमा चाहिँ गर्छ। सचिव हुन्छ समितिमा, संयोजक, मन्त्रालय मनोनित गरेको चाहिँ विद्युत विज्ञ एकजना, त्यसै गरी मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको चाहिँ अधिकृत सदस्य सचिव हुने व्यवस्था रहेको छ। त्यसै गरी पदावधि चाहिँ अध्यक्ष तथा सदस्यको पदावधि 5 वर्ष हुन्छ। अब्जेक्टिभमा सोध्न सक्ने क्वेसन, पुनः एक पदावधिको लागि चाहिँ नियुक्ति हुन सक्ने चाहिँ व्यवस्था रहेको छ। अब अब्जेक्टिभमा सोध्न सक्ने अर्को क्वेसन छ, आएको बैठक चाहिँ महिनामा कम्तीमा 1 पटक बस्नेछ। अनि अब एकदमै यो विद्युत नियमन आयोगको बाट चाहिँ एकदमै महत्त्वपूर्ण, सबैभन्दा महत्त्वपूर्ण विषय हो आयोगको काम, कर्तव्य र अधिकार। बारम्बार नेपाल विद्युत प्राधिकरणको तह 4, 5, 7मा चाहिँ सोधिरहेको प्रश्न हो यो। विभिन्न काम, कर्तव्य र अधिकार रहेका छन्। प्राविधिक व्यवस्थापन गर्ने, महसुल निर्धारण गर्ने तथा विद्युत खरिद बिक्रीको नियमन गर्ने। त्यसै गरी अर्को रहेको छ प्रतिस्पर्धा कायम गर्ने तथा उपभोक्ताको हक हित संरक्षण गर्ने, सङ्गठनात्मक क्षमता अभिवृद्धि गर्ने, नीतिगत सुझाव दिने तथा सिफारिस गर्ने नेपाल सरकारलाई, जाँचबुझ तथा निरीक्षण गर्ने, अनुमति प्राप्त व्यक्तिले यस कानुन अथवा बनेको नियम विनियम अथवा निर्देशिका विपरीत चाहिँ कार्य गरेकोमा छैन भनेर जाँचबुझ तथा निरीक्षण गर्न सक्छ। विवाद समाधान गर्ने अनुमति प्राप्त अधिकारीहरूबीच। त्यसै गरी जरिवाना गर्न सक्छ। नियम अथवा निर्देशनको पालना नगरेमा। त्यसै गरी सेवा शुल्क लिन सक्छ। विभिन्न ग्रिड अथवा वितरण संहिता, विद्युतको थोक खरिद बिक्री निर्धारण गर्दा, खरिद सम्झौताको संहिता दिँदा। त्यसै गरी सार्वजनिक सुनवाई गर्नुपर्छ। अब अर्को रहेको छ अध्यक्षको काम, कर्तव्य र अधिकार। विद्युत नियमन आयोगको अध्यक्षको काम, कर्तव्य, अधिकार देहाय बमोजिम हुन्छ। आयोगको प्रमुख अथवा प्रशासकीय प्रमुखको रूपमा चाहिँ कार्य गर्ने। विद्युत नियमन आयोगको प्रमुख प्रशासकीय चाहिँ को हुनेछ अथवा भनेर चाहिँ त्यो सोध्न सक्छ। यो चाहिँ हेर्नु होला अब्जेक्टिभमा। आयोगको काम कारबाहीमा नियमन, अनुगमन, सुपरिवेशन तथा मूल्याङ्कन गरी सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने, आयोगको बैठकलाई व्यवस्थित गर्ने, तोकियो बमोजिमको अन्य कार्य गर्ने रहेका छन्। अब अर्को रहेको छ, अन्तिममा रहेको छ आयोगको कोषमा चाहिँ कुन कुन रकम चाहिँ जम्मा हुन्छ भनेर चाहिँ सोध्न सक्ने प्रश्न हो। देहाय बमोजिमको रकम चाहिँ रहन्छ। नेपाल सरकारबाट प्राप्त रकम, कुनै व्यक्ति वा सङ्घ संस्थाबाट प्राप्त रकम, विदेशी सरकार, व्यक्ति वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट प्राप्त रकम, विद्युत वितरण अनुमति प्राप्त व्यक्तिको विद्युत बिक्रीबाट भएको कुल वार्षिक आयको 1% नबढाई आयोगले तोकेको बमोजिमको रकम प्राप्त। त्यसै गरी विद्युत व्यापार गर्न अनुमति प्राप्त व्यक्तिले विद्युत व्यापारबाट गरेको वार्षिक कुल आयको 1% नबढाई आयोगले तोकेको बमोजिमको रकम। राष्ट्रिय ग्रिड प्रयोग गरी विद्युत निकासी गर्ने अनुमति प्राप्त
व्यक्तिले प्राप्त गरेको हुइलिङ दस्तुरको 1% नबढाई आयोगले तोके बमोजिमको रकम। दफा 20 बमोजिम प्राप्त सेवा शुल्क उठाउन सक्छ भनेर जब माथि रहेको छ त्यो रकम भनेको। त्यसै अन्य स्रोतबाट रकम। यसरी आज विद्युत नियमन आयोग ऐन 2074मा रहेका महत्त्वपूर्ण विषयमा चाहिँ हामी छलफल गरौँ। विषयवस्तु राम्रो लागेमा लाइक सब्सक्राइब गर्नुहोला। धन्यवाद।